ल ल भरे अब रोटी भरे रोटीको बनाउनु भयो चामल कुट्ने मान्छे चाहिँ उहाँ नै हो एकचोटि यता अनुहार पनि देखाइदिनुहोस् त ल हो ठिक छ ठिक छ ठिक छ ठिक छ निकै साह्रो परेछ पानी खानुपर्छ कि रोटी पोल्ने काम हुँदैछ है हाम्रो हिमदामाको रोटी अघि पिठो कुट्न चाहिँ हाम्रो कुम्बा कान्छालाई अलिकति गाह्रै भयो कि तर अहिले रोटी चाहिँ एकदम दामी बन्दैछ हो डाँडेदार एकदम होइन यो के को लागि के को उपलक्ष्यमा भन्नुहुन्छ भने गाइस यो हाम्रो गएको रोटी पोलेको है यति हुँदैछ रोटी अघि कुट्दा पिठो कुट्दा त अलिकति गाह्रो भएको हो तर अहिले रोटी फुलेको काँडासरी भन्छ एकदम मिठो हुन्छ है होइन कुम्बा कान्छा ठिक छ नि ठिक छ ल रोटी फुलाउने काम गरौँ न ए रोटी त बल फुल्छ नि यार कुम्बा कान्छा हेर्नु त रोटी फुलेको चाहिँ हेरौँ न ठिक छ नि बबा फुलिरहेछ यार मनपर्छ नानी आऊ यहाँ रोटीको भिडियो हुँदैछ च्याउ नानीले चाहिँ हाम्रो भिडियो बनाउँदै गरेको अरे यहाँ चाहिँ एकदम रोटी फुलिरहेको अवस्था छ रोटी फुलेको पनि निकाल नि अब कसको त्यो पनि भन्नु पर्यो नि त हाम्रो आफ्नै बाजे डम्बर बहादुर लिम्बू को बर्थडेको लागि सेलरोटी तयार हुँदैछ है सरप्राइज यो बाजेलाई थाहा छैन यो सरप्राइज हुँदैछ केकहरू पनि बनाऊ केकहरू पनि हुन्छ केकहरू यता छ है केकहरू यता छ अब के भयो हेर्नु होला रोटी खाऊ काँडेदार रोटी एकदम मिठो छ आफ्नै हातले पकाएको पिठो कुट्ने कुम्बा कान्छा यता हुनुहुन्छ पिठो कुट्ने चाहिँ म है रोटी खाँदा त सजिलो भएको छ नि कुट्नु चाहिँ निकै साह्रो पर्थ्यो तर खाँदा चाहिँ मिठो हुँदैछ